नमस्ते, स्वागत छ तपाईँलाई आजको यो भिडियोमा। म चाहिँ आज कहीँ कतै जाँदैछु, भनेको धेरै टाढा होइन, एउटा प्रोग्रामको लागि जाँदैछु। अहिले चाहिँ म मेरो रुमबाट आजको भिडियो सुरु गरिरहेको छु। अनि आज तपाईँहरूलाई म के देखाउँछु हेर्दै गर्नुहोला। अहिले चाहिँ म अब लागेँ, अब गाडीमा भेटौँला है त। ल है त, अब म गाडीमा छु। साह्रै गर्मी भयो, गाडी तातेको रहेछ घामले गर्दा। अब म चाहिँ अब अगाडि बढ्छु। अनि गीत बजिरहेछ, फेरि ड्याम कपिराइट लाग्छ है। एसी नै खोल्नु, गर्मी छ, एसी नै खोलेर जाउँ। अब लाग्यो है त गाइज, है त गाइज। अब सारा म मैती देवी जान्छु, त्यसपछि अरू भनेको कुरो देखाउँदै गरौँला। बाटोमा के कस्तो हुन्छ, कति बेला पुगिन्छ। अहिले 10:32 भयो। लास्ट गर्मी भएर यार गाडी तातेर नि पुरै तातो भएर छ गाडी, घाममा पऱ्यो, त्यही भएर च्यानलमा चाहिँ नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला, लाइक कमेन्ट पनि गरिदिनु होला। कस्तो कस्तो खालको भिडियो हाल्दा ठिक हुन्छ भनेर गरिदिनु होला भन्न चाहन्छु। गर्मी छ, अघि पानी पर्ला पर्ला जस्तो भएको थियो, फेरि गर्मी भइसकेको अवस्था छ अहिले। एकछिन चलाउँ, त्यसपछि के गर्ने भन्दा यहाँ बाटो के छ, यो रहेछ बाटो रहेछ। के सक्यो क्या? क्या सकिन, भोलि बिहान आउनु। भोलि बिहान आउँछु। चाबी छ होइन? चाबी मसँग छैन, उसँग छ। को छ? शोभाकर। ल अहिले आउँछु म। त्यसो गोल्डन आएपछि खबर गर न त। यहाँ चाहिँ हाम्रो ब्याडमिन्टन कोर्ट थियो, त ब्याडमिन्टन कोर्ट चाहिँ बिग्रेको कारणले गर्दा अस्ति पानी परेर भित्र जमेर बिग्रेको कारणले गर्दाखेरि चाहिँ बन्दै थियो। लगभग अब सकिन लागेको रहेछ। अब सकिन लागेको छ, सकिनपछि फेरि हाम्रो यहाँ सुरु हुन्छ। हामी चाहिँ बाहिर खेलिरहेको छौँ अहिले। बाहिर पानी पर्दा पनि डिस्टर्ब हुने, हावाले डिस्टर्ब हुने भएको कारणले गर्दाखेरि चाहिँ इन्डोर खेलिरहेको थियौँ। अब त्यो बिग्रेको कारणले अब बनिसक्नु लागेको छ। त्यही भएर अब पेप्सी कोलामा रहेको पिस फिटनेस सेन्टर हो, त्यहाँनिर चाहिँ ब्याडमिन्टनको गेमहरू खेलिन्छ बिहान। तपाईँहरू पनि को हुनुहुन्छ ब्याडमिन्टन खेल्नुहुन्छ भने आउनुहोस्, हाम्रो पेप्सी कोलामा छ पिस फिटनेस सेन्टर। आएर मेम्बर बनेर खेल्न सक्नुहुन्छ तपाईँहरू। अनि अहिले चाहिँ म अब यो तपाईँलाई अगाडि देखाउन चाहन्छु। म यो एयरपोर्टको छेउ जाँदैछु। तपाईँलाई अगाडि हेर्नुहोस् है त। अब अगाडि कतिको देखिएको छ थाहा छैन।
₹100 किलो रे अब ₹100 किलो
दादा भन्नुहोस् त के छ तपाईँको खबर सुटिङ कस्तो भइरहेछ सुटिङ त गजब समयअनुसार राम्रै भइरहेछ अँध्यारोबाट उज्यालोतिर गयो अँध्यारोबाट उज्यालोतिर कुरा सुन्नु पाकाको तन्नेरीका कुरा तमसोमा ज्योतिर्गमय अरू समय सान्द्रिक गफगाफहरू सेट त बवाल भन्दो रहेछ दादा यो त यार यो अहिले हाम्रो चाहिँ अब नयाँ स्वरूपमा अब यो जमाना अनुसार मान्छे परिवर्तन हुन्छ भन्छ नि पोडकास्टको पोडकास्टको चाहिँ स्वरूपमा परिवर्तन हुँदैछ अब हाम्रो स्टुडियो अब पोडकास्ट आउँदैछ होइन त यात्री मिडियाबाट गजब अब के हो अन्त पहिला टिभीको रेडियो भने जस्तै पत्रिका भने जस्तै अब अहिले पोडकास्ट जमाना आयो त पोडकास्टकै स्वरूपमा जानु पऱ्यो मान्छे बल्ल यो पोडकास्टको स्वरूपमा आएको छ भन्ने मान्छेले यस सेट देखेपछि यसो माइक त्यस्तै स्टाइल गाएपछि अनि मान्छेले विश्वास गर्ने चाहिँ अहिले त आइपुगेको छैन अब तयार हुँदैछ होइन दादा तयार हुँदैछ यो अब हाम्रो स्वरूपमा परिवर्तन आउँदैछ ठिक छ दादा यो चाहिँ अब वाइडमा देखाइरहेको छु मैले पुरै देखिरहेको छ होइन अलिकति यतातिर पनि छ अब यो अँध्यारोबाट उज्यालोतिर सेट यस्तो छ क्यामेरा यता छन् यो नयाँ सेट बन्दैछ अब यो बनिसकेपछि फेरि देखाउँला होइन अहिले चाहिँ अर्को मुख्य क्यामेराम्यान हाम्रो चाहिँ अर्को पनि छ नि एकजना चर्चित क्यामेराम्यान सञ्जय नेपाली चर्चित त होइन खासै हो हाम्रो चाहिँ यात्री मिडियाको चर्चित भनेको एकजना हो यो कहिलेका नाम पनि अस्तिको एपिसोडमा नाम पनि आइरहेको थियो होइन नाम त अब केपीको कृपाबाट होइन आइरहन्छ होइन भनेको सरले भन्नुभएको थियो नि यहाँ सर एकदम ठिक छ सस्वर पनि आउँछ लेखेर मात्रै होइन सस्वर पनि आउँछ सबै आउँछ नाम चाहिँ फेरि कहिले काहीँ हाम्रो त लेख्ने बेला चाहिँ केपीले फेरि कहिले राख्दो रहेछ कहिले राख्दैन मेरो चाहिँ धेरै छोटियाबाट परेको छ दादाको त्यस्तै हो फेरि मेरो नाम छोटो भने फेरि फोन आउँछ है मलाई त छोडेको भनेर हो त्यो किन त्यो नाम राख्नुको पनि अर्थ छ नि त मान्छेले नत्र किन राख्ने त नत्र राखेन भने चाहिँ मान्छे थाहा त पाउनु पऱ्यो नि आउँदाखेरि आइरहेको छ अनि हटायो भने किन हट्यो हट्दाखेरि के हुँदो रहेछ भन्ने चाहिँ अर्थ राख्छ नि त सही हो दादा अब यो त्यस्तो छ यस्तो छ सेट देखाउन मिल्छ मिल्दैन थाहा छैन देखाइदिइरहेको छु देखाइदिइरहेको छु अब टेलिभिजन हाम्रो चाहिँ च्यानलमा आउने चिजै हो नदेखाउने भने त के छ र हो दादा एकदम पहिला जस्तो जमाना भएन लुकिने चिज रहेन क्या पहिला जस्तो ल दादा ल अरू सब ठिक छ नि दादा एकदम फर्स्ट क्लास ल नाइस टु मिट यु वेलकम टु द गुड नाइट म चाहिँ अहिले एउटा कार्यक्रममा गएर फर्किसकेको छु बाटोमा छु पानी परिरहेको छ बाहिर पानी अघिसम्म घाम लाग्दै जाँदाखेरि अहिले चाहिँ पानी परिरहेको छ गौशालाबाट अगाडि बढिसकेको छ तिलगङ्गा साइडतिर छु तपाईँलाई एकछिनमा फेरि अरू कुराको जानकारी गराउने नै छु अहिले चाहिँ म एयरपोर्ट छेउ पुगिसकेको छु ल हामी चाहिँ अब स्कुलबाट आएर हिँडिसक्यौँ अहिलेको अवस्थामा चाहिँ हामी हिँडेको छोरी अब नक्कल पारिहाल्छ नि क्यामेरा देख्ने बित्तिकै अस्तिको भिडियोमा पनि देखेको थियो होइन नक्कल सुरु हुन्छ क्यामेरा भएर तिर्खा लाग्यो पानी खाए मैले के बिराए गर्मी भयो झालकोले उद्या हरिबती पर्सेन्ट मात्रै जाने विस्तार भनेको बोलेन भने चाहिँ के गर्नु दुध हुन्छ कि यहाँनिर फेरि रातो बत्ती बेला आउँछ मान्छे बाटो काटेर आउँछ रातो बत्तीमा त गाडीहरूले दिइरहेको हुन्छ नि त रोकिरहेको हुन्छ नि त्यतिखेरै बाटो क्रस गर्ने कतिखेर चाहिँ हो त निलो भयो नि हरियो भयो हरियोमा चाहिँ हिँड्न थाल्छ गाडीहरू हेर्नु हामी यस्तो गाडी चाहिँ पाल भयो अनि कहाँ हिँडेको है बाइकहरू चाहिँ कहाँबाट छिरेको कति हरन लाउँछ र हरन लाउँदैमा के फुत्त उफ्रिन्छ र गाडी बाटो भएको अचम्म छ यार
के हेरेको त्यसरी पेचिया के हेर्दै पानी परेको हेर्दैछ यो पानी पनि छिनमै पर्ने छिनमै अब त्यो रोकिने अपर है ठुलै पर्छ पानी हिजो नि त्यो बेला पानी परेको थियो आज नि पानी पर्छ क्यामेरामा टाउकोले नहान न सर यार आज होमवर्क के छ तिम्रो ओइ बोल्दिन न होमवर्क के छ आज छैन फ्राइडे गएर हेरौँ न बुक छैन आज कपीमा हो केमा त कपी छैन बुक पनि छैन कपी पनि छैन के चाहिँ छ त अचम्म कुरो गरे छोरी तिमीले आज त यार मोबाइल चलाएर हिँड्छन् गाडीले ड्याममा हान्छ अनि यो गाडीले मलाई हानो भन्छन् अनि क्षतिपूर्ति चाहियो भन्छन् अब ठाउँमा हिँड्नु पर्यो नि कुनै पानीको चाहिँ आवाजभित्र सुन्निएको नि छरर गरेको अनि त्यो चाहिँ किन सुनेको भन्दा नि आवाज आउने भएर अनि हरेक कुरा आवाज आउने भएर त अनि सुनिन्छ त अनि तर नि हिजो नि यति बेला यत्रै पानी पर्थ्यो आज नि पानी पर्यो यार के हो यस्तो पारा यार वाट इज दिस पारा यार वाट इज दिस पारा पानी
है